आज चाहिँ खासमा यो मासुको अचार बनाउन लाग्यो तर हल्का छोइला टाइपको नि भएको छ, पिरो पिरो मिठो मिठो अनि क्रिस्पी टाइपको। अनि सबैभन्दा पहिला चाहिँ बनाउँदाखेरि चाहिँ पोलेर बनाउँछ नि त, यसले डिप फ्राई गरेर बनाएको थिएँ। सबैभन्दा पहिला चाहिँ मैले चिकनलाई म्यारिनेट गरेर मजाले राखेको थिएँ। अनि फ्राई प्यानमा तेल लगाएर तातो भइसकेपछि एकलाई चाहिँ एक एकवटा गर्दै लगाइदिने अनि मजाले डिप फ्राई हुन दिने। डिप फ्राई हुँदै गर्दाखेरि लगाउनको लागि चाहिँ मसिनो गरेर काटे प्याज, हरियो प्याजको पत्ता, लसुनको प्याजको पत्ता थिएन नि त, अनि खुर्सानी अनि कागती प्याजले 3-4 पोटी लसुनलाई पनि अनि कागतीलाई साइड लगाएर राखिसकेपछि चाहिँ मासु पनि हल्का फ्राई भइसकेको चाहिँ हल्का होइन धेरै नै मजाको फ्राई भइसकेको छ। अनि अर्को चुलामा चाहिँ उनीहरूलाई चाहिँ मैले फ्राई गर्छु भनेर सोचेको थिएँ। फ्राई गरेको भन्दा पोलेको मिठो स्वाद आउँछ भनेर चाहिँ मैले 3टा जति गोलबडालाई मजाले पोलेर राखेँ। अनि त्यसपछि यता मासु पनि फ्राई भएर रेडी भइसकेपछि मासुलाई पनि साइड निकालिदिने। अनि 3टा जति सुकेको खोर्सानी पनि मजाले फ्राई गरिसकेपछि चाहिँ टमाटर पनि रेडी, मासु पनि रेडी। अबलाई चाहिँ एउटा ठुलो बाउल लिने, नुन लगाइदिने अनि अकबरे खोर्सानी भइहाल्यो। अनि थोरै नुन पनि मात्रै। अनि त्यसपछि 3टा जति गोलबडा, अघिको सुकेको खोर्सानी पनि। अनि त्यसपछि चाहिँ मैले थोरै तिल पनि लगाएर मसिनो गरेर पिसिसकेपछि चाहिँ मैले अघि काटेको प्याज अनि हरियो खोर्सानी अनि मैले फ्राई गरेको अनियन पनि लगाइदिएँ। अनि कागती मजाले निचेर मजाले मिक्स गरिसकेपछि क्रिस्पी टाइपको साँधेको छोइला पनि रेडी भयो। छोइलासँग चाहिँ मैले दही पनि लिएँ साथमा। अनि त्यसपछि मिठो छोइलालाई चाहिँ इन्जोय गरेँ।